गाइज वेलकम ब्याक टु माई अनदर भिडियो इट्स मी विशाल। आज पनि आइसकेको छु नयाँ नौलो भिडियो लिएर। आज चाहिँ मौसम चाहिँ चिसो चिसो जाडो जाडो छ। हिजो पनि पानी परेको थियो, आज पनि परिरहेको छ। यता चाहिँ सुजन छन्, यता चाहिँ सुदीप छन्। ल सुजनलाई वेलकम टु माई ब्लग। ल थ्याङ्क यू केही भनिदिनु पर्यो कि ब्लगमा। अब सुजनको साथीहरूले नि सब्सक्राइब हानिदिनु होला टक्क लाएर अनि सुदीपले भन ल। सुदीप चाहिँ पहिलोचोटि हो टिकटकमा यसो फलो केटो म अभागी केटो यिनको चाहिँ टिकटक अभागी केटो म, यिनको चाहिँ सुजन बिके। मेरो त अब एनसी विशाल छ, अब भन्नै परेन। यता चाहिँ हाम्रो ग्राउन्ड चाहिँ अब कार्यक्रम स्थगित भयो के अरे पानीले गर्दाखेरि। आज सुरु भएको पनि 3-4 दिन भइसक्यो, तर एक म्याच पनि भएको छैन अहिलेसम्म, उद्घाटन पनि भएको छैन। अगाडि चाहिँ रबिन छ, पर्सि चाहिँ घर गइन्छ, घर त नै बुटोल गइन्छ, घर त यहीँ हो। आज चाहिँ हामीले यता चटपट खाने प्लानिङ गऱ्यौँ छाप्रोतिर। अर्ग्यानिक हजुर लैजाने ल्याउँ न त, के गर्ने चाहिन्छ नि त। अहिले चाहिँ उज्यालो उज्यालो भयो, अहिले चाहिँ हामी चाहिँ चटपट खाना जाँदैछौँ। यता चाहिँ हाम्रो स्टेज हो यो कार्यक्रमको। यता पानीले गर्दाखेरि ढोकेको छौँ। यो कुर्सीलाई चाहिँ अब यहीँ राखिदिनु पर्ने हुन्छ। हामी चाहिँ यहीँदेखि लगेका थियौँ अघि कुर्सी। ल यता चाहिँ यस्तो छ के अरे झिझिमिझी। अब हामी चाहिँ त्यो फेरि उहाँ भलकमा देखिन पर्छ नै हो। उहाँ अगाडि 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 दुग्रेछ ग्राउन्ड चाहिँ बबाल बह बबाल। टक्क पेन्ट सेन्ट गरेर ग्राउन्ड चाहिँ बबाल देखिएछ। चाहिँ यता चाहिँ हामी ल आऊ अब केही भन्दै त ल भ्लगमा ल के भन्दिने रिसाउँछ केही भन्ने अनि यिनी फेरि पेन चाहिँ यति पेन चाहिँ हैछन्। अहिले त धराती रह्यो कि यिनी त पुरै धराती रह्यो कि। अहिले त अलि छाता माथि गराउ न सबैजना आइदिनु होला गेम खेल्नलाई, गेम हेर्दिनलाई। खड्का युट्युब च्यानललाई केही भन्दै नि त यसो हामीलाई फलो गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, हजुर लाइक कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, भाइरल गरिदिनुहोस् हाम्रो एनसी विशाललाई। के भनिस् यता चाहिँ पछि चाहिँ पुरै के बोल्दै डान्सिङको भिड पाखा मलाई नपेला त यिनी त हिँड्नै जान्दैनन् कि। यिनी त यस्तै हुन् ल। यता चाहिँ मुस्ताङको भ्यू जस्तो छ। यता चाहिँ टक्क लाएर यता ग्राउन्ड, यता साथीहरू, यता चाहिँ हामी पिकनिक खेल्न जाने सपनै रह्यो भन न। सपना त सपनै रह्यो। मुस्ताङको डाँडामा टक्क भ्यू चाहिँ बबाल छ। मुस्ताङ जान त त्यस्तै हो, अब यतैतिर रमाउनु पर्छ आफ्नै गाउँ पाखामा। टक्क लाएर भ्यू हेर्दै रमाउँदै पानीमा भिज्दै चटपट खाँदै टक्क अगाडि चाहिँ यस्तो छ। ल केटाहरू ल आइजाउ त, म पुरा बनाइदिन्छु फिल्मी टाइपमा। सिनेमेटिक भिडियो। म चाहिँ पानीवाला, कोही पानीवाला, कोही भुजावाला, म क्यामेरावाला। फेरि बोल्यो यिनी के अरे भन त ल भन। मैले काटिदिने के अरे यस्तै राखिदिने के अरे भन। यिनी फेरि यति यति बोल्छन् नि। अब अरू त नभन्छ, बोल्छन् भनेपछि बुझ्नुहुन्छ हजुरहरूले टक्क। अर्कै भाषा त यिनी यति सभ्य भाषा त यति सभ्य भाषा बोल्छन् नि यिनी, कुरै नगरौँ हुन्। फेरि यिनले फेरि आँखाले गरिदिन्छन् टक्क, आँखाले भ्याउँछन् फेरि यिनले। फेरि आँखाले त भ्याउँछन्। लाइभ चाहिँ फेरि बसियो यदि तपाईँहरूले पनि केही हेर्दै हुनुहुन्छ भने टक्क आइयो यतैबाट जाने टक्क सुदीपको अभागी केटो म टिकटक आइडीमा जानु होला। यिनले चाहिँ टक्क लाइभ बसेको हरिब 50,000 तिनको पुरै आउँछन् हेर्न। फलोस बढाइदिन्छन् टक्क आउनु होला। बाटो चाहिँ अप्ठ्यारो छ। यसलाई बिले मलाई यामलाई भन्छ है त्यस्तै। हिँड्न नि जान्दैनन् फेरि, लोटै अब भर्खर त्यहीँदेखि लोट्न नि सक्छन् फेरि। बाटो चाहिँ अप्ठ्यारो छ, एकदम चिप्लो छ पानी आएर। ल यहाँ चाहिँ हामी चाहिँ हिजो नि आएको थियौँ के अरे, आज नि आइए। आज चाहिँ चटपट खानाको लागि टक्क। हिजोको भ्लगमा हामी उस ओढेर गइए थियो, कुर्सी ओढेर गएको थियौँ हिजोको भ्लगमा। आजको भ्लगमा हिजो ओढेको कुर्सी चाहिँ अघि त्यहाँ लिएर छोडिदिउँ।
अब आजको भ्लगमा फेरि छाता लिएर हामी यता एउटा छाता, यता सुजनले एउटा छाता, म रुजेको हाम्रो अड्डा देखा अड्डा हाम्रो अड्डा आयो यहाँ टक्क। ल अड्डामा छिरो त सबैजना ल ल छिरो त रविन दाई। दाइलाई छिर्न गाह्रो हुन्छ त्यही भएर अलि ल मै छिर्छु ल चाहिँ अड्डा हो हाम्रो। अब यहाँ आगो सागो बाल्न पर्यो भिडियो बनाउँछ भनेर पहिल्यै छिर्यो यो बाटो चाहिँ हाम्रो उस बनाइहाल्यो क्या अब जानुपर्छ बनाइहाल्यो ल तँलाई मिठाई राखिदिएको खा मज गर। भर्खर नखाए स्वाद खान्छौ कि बल्का खान्छौ? केही हुने भने यता ओठतिर च्यापेर खायो हुन्छ। यहाँ चाहिँ टक्क आगो सागो फुक्छन् सुजनले। सो अहिले चाहिँ हामी चाहिँ यता चटपट खाएर निस्क्यौँ हतारमा। यता त नेटवर्क पुग्न पर्ने भयो, त म र ठक्क गाडी आयो सामान ल्याउन जानु पर्ने भयो। त्यसरी भिडियो पनि राम्रोसँग निस्केको गराउन पाइएन। अब चाहिँ यता ग्राउन्डतर्फ आइयो हामी चाहिँ। अगाडि केटाहरू दुगुरेछन् नेटा जानको लागि हतार। त्यसो घाम लाग्ला जस्तो भयो। आज चाहिँ उद्घाटन हुन्छ कि हजुर? अब नेटा जाने हो, त्यहाँ त गाडी फसेको अरे, सामान ल्याउन जाने हो, त्यहाँ आन्टी आउँदै हुनुहुन्छ। सो तपाईँहरूलाई म उतातिर पनि देखाउँछु टक्क हाम्रो बाटो कस्तो छ। गाउँमा बाटो चाहिँ अलिक बेकार नै हुन्छ क्या, पानी आयो भने सिधै सामान बोकेर ल्याउनु पर्छ। सामान गाडी आएन भने ढिलो हुन्छ। त्यता चाहिँ यस्तो हालत छ।
पानीले गर्दा बिजोग भयो कार्यक्रम नराम्रो भयो खल्लो भयो गर्न पाइएन टाइममा हामीलाई फेरि उता गाडीले मजा दिएन हाम्रो मजा गयो ल अब चाहिँ हजुरहरूलाई म टक्क उता नेटोतिर गएर देखाउँछु टक्क लाएर पुरा यस्तो छ बाटो नयाँको बाटोको हालत यता चाहिँ पुरा गाडी फसेर धन्नै कचककुचुक भइएन यता चाहिँ म छु र विजय दाई फेरि आज बुटोलदेखि आउनुभयो गाडी फसेर नयाँसम्म जानै पाएन गाडी के नि गर्नु यता अर्को विजय दाई नि हुनुहुन्छ है ल टक्क हाल्दै नरिसाइकिन The next day. ल अहिले चाहिँ हामी चाहिँ यतातिर आएको हिजो चाहिँ हामी टक्क उता छाप्रातिर देख्नुभयो होला के अरे टक्क चटपट खाइयो हिजो भिडियो बनाउन पाइएन रात पऱ्यो अनि उता चाहिँ नेटोतिर गइयो गाडी साडी फस्यो अहिले चाहिँ यता आहाम डाँडातिर हिँडेको बिहानै भलक सुरु हानिदिएको आज चाहिँ बिहानको भ्यू अन्त्य के आजको लागि अन्त्य हिँडेको टक्क डाँडातिर जाने रोशन दाईको घरतिर टक्क लाएर भ्यू हेर्दै रबिन बिहान उठेर आहान सुजन नेता छन् ल आजको लागि चाहिँ भिडियो यतैतिर इन्ड गरिदिन्छु च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र सब्सक्राइब गर्नुभएको छ भने भिडियोलाई लाइक कमेन्ट सेयर गरी धेरैभन्दा धेरै साथीहरू बिच पुऱ्याइदिनु होला भन्दै आजको लागि भिडियो यति हुन्छ अर्को भिडियोमा भेटौँला।